लोकतन्त्र भनेको विधिको शासन हुन्छ, प्रक्रियागत निर्णयहरू हुन्छ, पारदर्शितालाई अवलम्बन गरिन्छ, संस्थागत रूपमा निर्णयहरू हुने हो। तर अब हामी कहाँको लोकतन्त्र कस्तो भयो भने यो लोकतन्त्रको डिजाइन नै यसरी गरिए कि यहाँबाट नेता र नेताका आसेपासे कार्यकर्ताहरूले नै बढी लाभ लिने गरी यसको डिजाइन गरिएको हो। समस्या त्यहाँनिर हो। त्यसैले नेताहरू बढी लाभ लिने भएको हुनाले नेतातन्त्रको विरोध जताततै हुन थालेको हो नेपालमा। अब नेताहरू यहाँ दुई प्रकारले गतिविधिहरू गरेका हुन्छन्। एउटा पार्टीभित्रका नेताहरू, अर्को सरकारमा गएका नेताहरू। कोही अध्यक्ष हुन्छन्, महासचिव हुन्छन्, सभापति हुन्छन्, महामन्त्री हुन्छन्, कोही मन्त्री हुन्छन्, प्रधानमन्त्री हुन्छन्। उहाँहरूले आफू अनुकूलको निर्णय गर्नको लागि कुनै पनि विधि प्रक्रियालाई अवलम्बन गर्न चाहनुहुन्न र ती सबै ठाउँहरूमा आफ्नो मोनोपोली स्थापित गर्नको लागि उहाँहरू जताततै सबै कुरामा हस्तक्षेप गरेको हुन्छ। नियमन गर्ने संस्थाहरूलाई उहाँहरूले पङ्गु बनाएर राख्न चाहनुहुन्छ। सकेसम्म आफ्नो मान्छेलाई त्यहाँ राख्ने, नभए त्यो क्रियाकलाप गर्न नसक्ने गरी एउटा पङ्गुको अवस्थामा पुर्याएको हुन्छ। यो भएको हुनाले नै नेपालमा जताततै यसले चाहिँ विरोध भएको हो। नेतातन्त्र हावी भएपछि समाजमा अराजकता महसुस हुन थाल्छ। नेताले जे भन्यो त्यही मात्रै हुने, विधिले प्रक्रियाले कुनै अर्थ नराख्ने अवस्था सिर्जना हुन्छ। नेपालमा अहिले भएको त्यो हो। त्यसैले यो नेतातन्त्र सकिनुपर्छ, यो समाप्त हुनुपर्छ र विधिको शासन, प्रक्रियाको शासन, संस्थागत निर्णयहरूको परिपाटी सुरु हुनुपर्छ, जहाँ पारदर्शिताले महत्त्व राख्छ, जहाँनिर एउटा प्रक्रियाले महत्त्व राख्छ। त्यस्तो खालको शासनमा मात्रै लोकतन्त्र फल्ने हो, फुल्ने हो र विस्तार हुने हो। यो खालको नेतातन्त्रले बढावा पाउँदै जाने हो भने लोकतन्त्रमाथिको खतरा गहिरिँदै जान्छ।